बालेन्साले दौड्दा चलाएको बाबालाई भ्याएन बालेन्साले दौड्दा चलाएको सुकुम नाचेको बाबालाई भ्याएन न्युज मात्रै हेरिरहेको छ अस्ति एक्जाम हुँदा मलाई पढ भन्ने अब म पढ मोबाइल चलाउनु देख्दिनँ म पर भनिहाल्यो अब त म बनायो भन्दा बरु किनेको फाइदा हुन्छ साइकल पनि यो चाहिँ मलाई होइन यो चाहिँ मलाई अब यो चिची पनि ल्याउनु छ होइन ईशान यतिकै चलेर बसेर छ उसको स्टेप डान्स त एकदम हावा फेरि हावा उसको स्टेप डान्स हो क्या चप्पल राखेन Hey guys, welcome back to my YouTube channel. चाहिँ बिहानको 10 कि 9:30 भइरहेको छ म थाहा छैन एक्ज्याक्टली है अनि अहिले चाहिँ म भर्खर उठेर दुध खाँदैछु पानी चाहिँ अघि नै खाइसकेको छु है अनि अहिले चाहिँ दुध खाँदैछु अनि अहिले भ्लग पनि हाल्न पाएको छैन डेली है अनि डेली मतलब अब 2-3 दिनको एकचोटि हाल्थेँ मैले अहिले स्कुल भएर डेली पनि भिडियो हाल्न पाएन कि मैले त्यसरी त्यही हो है अनि त मैले चाहिँ मेरो नयाँ फेसबुक आइडी पनि खोलेको छु अनि त्यसमा नि सबैले फलो गरिदिनु पऱ्यो है सायरहरू 1K सब्सक्राइब 1K फलोवर पुऱ्याइदिनु पऱ्यो त्यसमा चाहिँ 1K भ्युज आएको आउँछ फलोवर हुन्छ नि हँसाउँछ मैले नि है सायर यो भिडियोमै 1K भ्युज आयो यो भ्डियोमा 100 भ्युज आयो त यार कति खुसी हुन्थ्यो यार 20-30 त आउँछ भ्युज नि के अहिले चाहिँ बब्बाल गरिमा आइसकेको सक्नुहुन्छ है स्यान्डो कट्टुमा यो हाफ अनि यो चप्पल एउटा किन्न पनि साह्रो याद के हो अनि काम पनि बबाल छ यो भिडियोमा चाहिँ भर कमेन्ट हानिदिनु है च्यालेन्जहरू कमेन्ट हानिदिनु अनि म च्यालेन्ज पुरा गर्छु तर सक्ने च्यालेन्ज गर्ने फेरि नसक्ने च्यालेन्ज त सक्दैन मैले स्कुल 21 गतेदेखि हाम्रो त 6 हो कि 7 गतेदेखि खोलिसक्यो यहाँ गाह्रो छ खाने सकाइसकेको छु अनि यता मा हुनुहुन्छ मा हाल्यो भनिदिनु त मान्छे परिरहेछ पर्सिदेखि बोर्ड छ 12 को कागज छ आइमा माथि न हो कि अस्ति एक्जाम हुँदा मलाई पढ भन्ने अब म पढ मोबाइल चलाउनु देख्दिनँ म पर भनिहाल्यो अब त म अनि बाबाहरू चाहिँ यता हुनुहुन्छ बाबा चाहिँ यता हुनुहुन्छ के बालेन्साले दौड्दा चलाएको बाबालाई भ्याएन बालेन्साले दौड्दा चलाएको सुकुम नाचेको बाबालाई भ्याएन न्युज मात्रै हेरिरहेको छ मोबाइल नपाएर आज न्युज मात्रै हेरिरहेको छ हो कि होइन है बाबाले बालेन्साको दौड्दा चलाएको हेरेर मोबाइल र टिभीमा बालेन्सामा चलिरहे अनि म चाहिँ यता के हो यो बनाएर अचार मुला र काँक्रोको बनाइरहेको छ मुला र काँक्रोको मम्मीले त कौसीमा शुद्ध के भन्छ यसलाई मकैको रुख फलाइरहेको मकैको पातन गर्नुहुन्छ बवाल सोचियोस् अनि यहाँसँग यस्तै छ पुरै हरियाली भइसक्यो पहिला भन्दा तपाईँहरू पहिलाको भिडियो भन्दा है सक्नुहुन्छ सो गाइज हेर्न सक्नुहुन्छ मेरो साइकलको हालत चाहिँ यस्तो छ अहिले पङ्चर हेर्न सक्नुहुन्छ सिट हेर्न सक्नुहुन्छ अनि यो हुन्छ त सस्पेन्सन बिग्रेर मैले यहाँ बानेको छु कसरी बिग्रेर मलाई थाहा छैन सस्पेन्सन न त यो चल्थ्यो साइकल चल्ने त बवाल चल्छ कि जे होस् हेर्न सक्नुहुन्छ राम्रो छ साइकल जे होस् बनायो भन्दा बरु किनेको फाइदा हुन्छ साइकल पनि 10,000 सकिन्छ होला सस्पेन्सनहरूको राम्रो चाहियो सिट सबै गर्दा हेर्न फोहोर छ यो ठाउँ पनि सो साथीहरू तपाईँहरूलाई चाहिँ यो फुल कस्तो लाग्यो भन्ने होला कमेन्टमा हेर्न सक्नुहुन्छ बवाल छ कस्तो लाग्यो भन्नु होला मलाई चाहिँ राम्रो लाग्यो तपाईँहरू चाहिँ अब कस्तो छ भनिदिनु होला है कमेन्टमा सो आज चाहिँ म खाना खानु लागेको छु आज चाहिँ खानामा चिची छ अनि अचार छ अनि यो खाना छ है अब चाहिँ म खान्छु त्यसो तपाईँहरू भेट्छु है त अनि सबैले खानु भइरहेको है म अहिले खाना खाएर अनि माथि कौसीमा आएको छु बाबा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यो मसले अस्ति नै यो फुटेको थियो अनि यो मिलाइराख्नु भएर चाहिँ हेर्न सक्नुहुन्छ है यहाँ काटिराख्नु भएर आवाज आइरहेको होला तपाईँहरू ठुलै अनि यहाँ चाहिँ मम्मी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो आलु कतिहरू आलु बारीमा आलु फलेको
तातो हुन्छ नि यो चाचा टेक्निक चाचा हेरिदिनु होला उच्चा डिस्टर्ब नहीं मुझे जाइदियो होला स्पिकिङ बोल्ने इटाला मलाई कौशीको काम सकाएर आउँछ म नुहाउनु लगाएको छ टाउको चिलाएँ 4 दिन भएको थियो नुहाउनु टाउको चिलाइसक्यो त्यसैले नुहाउनु लगाएको छु म नुहाउँछु त्यसै तपाईँलाई भेट्छु है अनि आजको दिनमा कस्तो हुन्छ हेरौँ है त यस्तै हुन्छ एसिड जहिले त्यस्तै हुन्छ नि यार ल म गएको है त नुहाउँछु नि तपाईँलाई भेट्छु आज चाहिँ बेलुका भनौँ कि दिउँसो भनौँ के होस् त्यति भइसक्यो हुन्छ टाइम चाहिँ 6:45 भइसक्यो 4:45 भइसक्यो अनि म चाहिँ भ्लग बनाएन किनकि मलाई अल्छी लागेको थियो त्यसैले म अहिले खाजा नि खाइसकेको छु आज चाहिँ खाजामा मैले के भन्छ त्यसलाई चिया र अनि बिस्कुट खाथ्यो त्यही हो अनि के भन्छ अनि एकछिन भ्लग बनाउनु पऱ्यो अनि आएको छु फेरि एकछिन है बनाउनु पऱ्यो अनि एडिट गर्नु पऱ्यो एडिट पनि गरेको छैन गाह्रो छ मलाई भ्लग बनाउनु चाहिँ अल्छी नै लाग्दैन तर कहिले कहिले चाहिँ अल्छी लाग्छ क्या बबाल अल्छी लाग्छ कहिले कहिले चाहिँ अल्छी लाग्दैन त्यस्तै हुन्छ है त्यो मलाई हुन्छ बल खेल लागेको छु अहिले म अनि वेदर यस्तो छ हिजो पानी परेको थियो आज फेरि पानी पर्छ जस्तो छ हेर्न सक्नुहुन्छ पुरै फेरि फग आउन थाल्यो कि फग हुन्छ त्यो पोल्युसन आउनु थाल्यो कि फेरि बाबाहरूलाई पनि हाल्नु हेर्न सक्नुहुन्छ दुईटा वेस्ट भएछ है अनि यहाँ चाहिँ बस पनि ठुल्ठुलो आउँदैन छ स्कुल जानुपर्छ अरूहरूको 21 को 2 बिदा छ के हो यार हामी स्कुल त बुझ्नै सकेको छैन त्यही हो अनि स्कुल जानु पऱ्यो होइन स्कुल गएन भएन ए बल सक्छ त अनि सक्छ त तपाईँहरूले मेरो जलिङको भ्लग हेर्नु है हेर्नु भएको छैन भयो हेर्नु जानु है त जलिङ हानेको अनि त्यसमा त्यस्तो भिडियो चाहिन्छ भयो मलाई अझ कमेन्ट हान्नु होला कमेन्टमा है च्यालेन्ज त्यस्तै दिनु होला म चाहिँ तल आएर अब चाहिँ म तपाईँलाई मेरो एउटा स्किल्स देखाउँछु मेरोसँग चाहिँ तपाईँलाई चाहिँ मेरो स्किल्स ल्याउँछु एउटा ऊ यहाँ बब्बाल गरिदिन्छ अब सो गाइस तपाईँहरू चाहिँ मेरो स्किल्स देख्नुभयो होला कसो लाइभ भन्नु होला कमेन्टमा है अनि अहिले चाहिँ म रुममा आइसकेको छु अब कस्तो थाकेको या देखिँदैन नि अनि म चाहिँ अब तपाईँहरूलाई एकछिनमा भेट्छु है त अहिले चाहिँ बाबा पनि आउनु भइसकेको छ अहिले भन्नुभयो अनि हेर्न सक्नुहुन्छ अहिलेको वेदर चाहिँ पुरै घाराङ गुरुङ वाला छ तपाईँहरूलाई हेर्न सक्नुहुन्छ ऊ झिलिक खै कस्तो ब्लर भयो क्यामरा हेर्न सक्नुहुन्छ खै झिलिक आइज देखिन् भयो पानी पर्छ कि आज बेलुका नि हिजो जस्तो हिजो क्या भयो पानी परेर ओ देखिन् भयो तपाईँले क्या भयो यार बाको फोटो चाहिँ बगाल खिच्यो खाना पस्किन लाग्यो है थालहरू लिने हामी 5 जना छ त्यही भएर 5वटा थाल चाहिन्छ 5वटा थाल हजुर यता चाहिँ अब छिची छ खाना छ फेरि पनिर ल्याउन विशेष है हामी आज यसरी खाना पस्किने अब आएन यो ल खाना पस्केपछि भेट्छु है त रोक न खाना पस्केपछि भेट्छु भने मैले खिचिराख्नु नि त के होला वाउ वाउ
हुन्छ वाउ वाउ खाना पस्किसकेँ होइन अब के तरकारी अब यो के हाल्ने थाहा छैन है अब तरकारी के हो म त तरकारी नै देखेन म त तरकारी नै देखेन यार ल धोका आज आलु तरकारी भएको रहेछ ओइ पुरै हावा चलिरहेछ पुरै आइरह होला नोइज हावा उता मार बाबा बसिराख्नु भएको छ अब यो ईशान यतिकै चलेर बसिरहेको छ उसको स्टेप डान्सै त्यही हावा आएन हावा उसको स्टेप डान्सै हो क्या चप्पल राखेन खाना चिसो भइरहेको छ नि होइन अब यो चिची कसले खान्छ थाहा भएन म पनि म अब बाबा मम्मी ईशान ल अब यो खाना सक्यो भने यो बाबालाई हामी चाहिँ अलिक धेरै खाना खान्छ यो बाबालाई होइन यो मम्मीलाई मलाई हाम्रो फेभरेट अचार चाहिँ यही हो यो चाहिँ मलाई होइन यो चाहिँ मलाई अब यो चिची पनि ल्याउनु छ होइन अब यो लग्छ त बाबा प्लेटमा माता त्यो बाबा त कचो गिलास कचो यो हातमा यो त क्यामेरा भएर ओपी भ्लगर कसरी मलाई समाज नै आएन कि खाना अचार अनि चिची छ मलाई चिची नै तरकारी भएको छ म कुर्सी नि लिएर आउँछु न एक खनी दुखनी किनकि हाम्रोमा 3-4जना छ नि त अनि म चाहिँ यो कुर्सी लिएर गएर यता आउँछु एकचोटि हात पतालौँ है किनभने चाहिँ त्यो पानी अब यो के अरे के भन्छ तैँले आज चाहिँ खानामा यो छ खाना यसले कट गरिहाल्छ कट गर्ने होइन आज चाहिँ खानामा यो छ यो खाना आलुको अचार अनि यो चिची मम्मीले हालिराख्नु भएको छ अनि पानी आज ईशानलाई मैले छुट्टी बनाइदिएको मस्तले खाएर बसिरहेको छु बाबाको यो टी सर्टको कलर कस्तो लाग्यो भने उही भर्खर देख्नु भयो त्यहाँ यस्तो बेस गरी यस्तो आएको अब चाहिँ खाना खाएपछि भेट्छ त ल भाइ सो गाइज म चाहिँ सुत्न नि आइसकेको छु अनि हेर्सँग हुन्छ अनि दिदीले भ्लग बनाएको कस्तो भयो भन्नु होला अलिकति दिदीलाई पनि भ्लग बनाउनु पर्छ कि पर्दैन त्यो पनि कमेन्टमा भनिदिनु होला है अहिले चाहिँ +2 एक्जाम आउँदैछ अनि 2 हप्तापछि चाहिँ दिदीले पनि भ्लग बनाउँछ होला सायद है अनि तपाईँहरूले चाहिँ माया देखाइदिनु पऱ्यो अनि सब्सक्राइब छिटो पुऱ्याइदिनु पऱ्यो यता यही छ भन्नु आजको भ्लग मन पऱ्यो लाइक चाहिँ सब्सक्राइब गरिदिनु होला नमन पऱ्यो भने गरिदिनु होला है त थ्याङ्क यू सो मच फर वाचिङ बाई एन्ड टेक केयर बाई